स्ट्रिङ्सलाई कसरी मार्क गर्ने भन्ने कुराहरु चाहिँ अलिकता बुझौं है। अब यसमा तपाईले सबभन्दा पहिला के गर्नुपर्छ भने यहाँनिर हैन अब कुन स्ट्रिङ्सहरु इम्पोर्टेन्स हुन्छ या हुँदैन भन्ने कुराहरु र स्ट्रिङ्स नै इम्पोर्टेन्ट हुन्छ या स्ट्रिङ्स नै रहेको क्यान्डल पनि इम्पोर्टेन्स हुन्छ भन्ने कुराहरु चाहिँ आज बुझ्नुपर्छ है। सो सबभन्दा पहिला हामी मार्क गर्ने हैन यहाँबाट चाहिँ मैले टपबाट यहाँ मुनिको यहाँसम्मको तपाईको मार्क गरे है। त्यसपछि यसरी यहाँनिर मार्क गरिसकेपछि हजुर यसरी हामी मार्क गर्ने यसरी मार्क गर्ने यसरी मार्क गरेर यसरी मार्क गर्ने ओहो यहाँनिर छुट्यो हैन। सो हामी यति चार्टलाई एनालिसिस गर्दाखेरि चाहिँ मानौ यति चार्ट हामी हेर्छौं हैन। यतिलाई हेर्दाखेरि अब यहाँनिर तपाईको हामीले कमन हिसाबले यहाँबाट यहाँसम्म मार्क गर्दाखेरि यसरी चाहिँ हामीले मार्क गर्यौ तर हामीले सपोर्ट यो जति स्विङ्सलाई मार्क गर्दा पनि मुख्य कारण भनेको सपोर्ट र रेजिस्टेन्स पत्ता लगाउनु हो हैन। अब सपोर्ट रेजिस्टेन्स पत्ता लगाउनलाई सबभन्दा मुख्य भनेको स्विङ्स नै चाहिन्छ भन्ने पनि छैन हैन र कुनै क्यान्डलकै हाइलो नै चाहिन्छ भन्ने पनि छैन। तपाईको यहाँ सबभन्दा मुख्य भनेको माइन्डसेट साइकोलोजी के हो है। अब स्विङ्स लगाएको छ तर त्यहाँनिर साइकोलोजी भनेको फरक छ भने त्यो स्विङ्सको कुनै अर्थ रहदैन है। जस्तो कि मैले यहाँनिर तपाईको यहाँ स्विङ्स लगाए मार्क हैन त्यसपछि स्विङ्स डाइरेक्ट यहाँनिर मैले मार्क गरे तर बीचमा त यो क्यान्डलहरुलाई त मैले मार्क गरेको छैन तर सबभन्दा इम्पोर्टेन्ट भनेको यो क्यान्डल हो छुट्याए यो है। म सबभन्दा इम्पोर्टेन्स भनेको यो क्यान्डलले दिन्छु किन दिन्छु भन्दाखेरि तपाई हेर्न सक्नुहुन्छ उहाँबाट सिधा फल भयो हैन। फल हुँदाखेरि तपाईको यहाँसम्म जो स्विङ्स लगाएछ मानौ यसको लोसँग स्विङ्स लगाएछ हैन यहाँसम्म स्विङ्स लगाए त्यसपछि क्लोजिङ भनेको कता दियो त यो क्यान्डलको माथि भनेपछि यो क्यान्डलको लोको माथि दिएछ। यदि साच्चै यो विक थियो भने चाहिँ यो चाहिँ मुनित्र यता चाहिँ जस्तो यो क्यान्डल के दिएछ भने क्लोजिङ दिएछ यो मुनित्र क्लोजिङ दिएछ यो क्यान्डलको तल क्लोजिङ दिएको छ। त्यसैगरी यदि साच्चै यो स्विङ्स हो भने चाहिँ यसले यो क्यान्डलको भनेपछि 13 है यहाँनिर हेर्न सक्नुहुन्छ तपाई मुनि 13 जनवरी 2026 हैन 13 जनवरीको मुनि चाहिँ यसले क्लोजिङ दिएको हुनुपर्छ तर त्यस्तो गरेको छैन भनेपछि यो स्विङ्स त्यति धेरै इम्पोर्टेन्स छैन जति इम्पोर्टेन्स यो क्यान्डलको लो छ हकि। अब तपाई हेर्न सक्नुहुन्छ अघि त तपाईले हेर्नु भएको थिएन कि प्राइस कसरी राइड गर्छ कसरी ड्राइभ गर्छ है। अब यहाँनिर तपाई यो मार्क गर्दाखेरि हैन यो मार्क गर्दाखेरि तपाई इजिली हेर्न सक्नुहुन्छ प्राइस वहाँबाट आएछ भने कसको कहाँनिर सपोर्ट लिएको छ भने यो क्यान्डलको लोमा सपोर्ट लिएको छ। जति पनि तपाईको यो क्यान्डलहरु छ जहाँ पनि यो मुनित्र आउँदाखेरि कहाँनिर सपोर्ट लिएको छ भनेपछि यो क्यान्डलको लोमा आएर सपोर्ट लिएको छ। यहाँ पनि हेर्न सक्नुहुन्छ वहाँबाट मुनि आयो है ठीक छ। अब तपाईको यहाँनिर क्वेशन हुन सक्छ कि यहाँनिर तपाईको क्वेशन के हुन सक्छ भने अघि तपाईले भन्नुभयो कि यो क्यान्डलको लोको मुनि चाहिँ क्लोज गर्दाखेरि विक हुन्छ तर साच्चै विक हुन्छ हुँदैन। किन हुँदैन भने अब यसको मुनि त क्लोजिङ गरेको छ अब के थाहा यो ट्र्याप गरेको हो हकि अब सेलरलाई फसाएको हो कि के हो सस्टेन त भएन। यदि सस्टेन यहाँ मुनित्र एउटा क्यान्डल यहाँनिर बनेको भए चाहिँ जस्तो कि यो क्यान्डल बनाएछ नि त यो लाइनको मुनि बनाएछ भनेपछि यो सस्टेन भयो। त्यसैगरी यहाँ पनि एउटा दुईटा तीनटा यदि बनेको भए चाहिँ यो प्राइस सस्टेन भएको हुनुपर्छ भनेर बुझिन्छ हामी तर यो क्लोजिङ हुनेबित्तिकै अर्को दिन के गर्यो त प्राइसले सिधा माथि प्राइस लग्यो भनेपछि यो लाइनको चाहिँ माथि नै प्राइस बस्न चाहन्छन् है। सो यो भनेको यो एउटा जोन भयो यो पुरा एउटा जोन हो कि यो पुरा तपाईको जोन हो। र अर्को कुरो यो क्यान्डलको तपाईको के हो भने हाई कति छ भने यहाँनिर तपाईहरु हेर्नु है यो एच भनेको हाई हुन्छ यो यसको हाई कति हो त 337.59 हैन। त्यसैगरी यसको पनि कति रहेछ त हाई यो क्यान्डलको 300 यहाँनिर हेरौँ है 337.52 भनेपछि
तपाईहरुले अब अलिकता मजाले बुझ्नु पर्ने हुन्छ है यो कुराहरु हेर्न सक्नुहुन्छ। अब त्यति धेरै त तपाईहरुले त्यहाँ आँखा अब नटिक्ला कि भनेर मैले जस्ट देखाइदिहाले। हेर्नुस् भनेपछि यहाँनिर हेर्नुस् तपाईले हामीले मार्क जुन लाइन गरेछ नि यो लाइन बाट प्राइस रिजेक्ट भएको हो हेर्नुस् है। अब अघि त अब तपाईको चार्ट एकदम ठुलो थियो सानो थियो त्यसले गर्दा चाहिँ देखिदैन थियो। मैले यसलाई चाहिँ अलिकति जुम गर्दिए भनेपछि मैले मार्क गरेको अथवा हामीले मार्क गरेको लाइनबाट चाहिँ प्राइस के रे रिजेक्सन फेस गरेको छ। हेर्नुस् एक्ज्याक्ट कुराहरु हुन्छ जो कि तपाईको मार्केटमा काम गर्दो रहेछ के त्यो चाहिँ हामीले बुझ्नु पर्ने हुन्छ है। हेर्नुस् अब यतिकै नाङ आँखाले तपाई हेर्दाखेरि अब त्यति धेरै छुटाउन गाह्रो हुन्छ कि यो प्राइस अब तपाईको पछिको दिनमा तपाईलाई लाग्ला कि यो प्राइस माथि कतिसम्म जान सक्छ भने तपाईलाई पहिले थाहा भएको हुनुपर्छ कि यो प्राइस यसको हाईसम्म जान सक्छ हैन। किनभने त्यहीबाट प्राइसले फल गरेछ त्यहाँबाट फल गरेर तपाईले हेर्न सक्नुहुन्छ मज्जाले। एकैछिन है मैले यसलाई कन्ट्रोल एकैछिन है मैले मार्क गरेको अघि कुराहरु चाहिँ सबै डिलिट भयो हो। अब चाहिँ ठीक छ मैले स्विङ्स मार्क गरेको थिएँ भनेपछि स्विङ्स त तपाईको इम्पोर्टेन्ट नै छ जस्तो यो स्विङ्स यो स्विङ्स यो स्विङ्स यो स्विङ्स यो हैन। तर यो स्विङ्सहरु भन्दा पनि इम्पोर्टेन्ट भनेको यो क्यान्डल हो के यो क्यान्डल भित्र सबै कुरा भइराछ जति पनि भइराछ यो क्यान्डलको भित्र भइराछ। यो क्यान्डल भित्र तपाईको चाहिँ एनर्जी कलेक्सन भइराछ हो कि जस्तो यो मानौ यो अब यसलाई सिम्पल भाषामा बुझाउँदाखेरि अब यो यति ठुलो क्यान्डल यति ठुलो क्यान्डल यहाँ बन्नुको कारण के छ भनेपछि म तपाईलाई एउटा सिम्पल एक्जाम्पल को हिसाबले चाहिँ मानौ यो है यसलाई हामी लेख्ने है। यो भनेको कोसीको बाँध है बाँध हो फर इक्जाम्पल है मैले जस्ट बुझाउन खोजेको तपाईहरुलाई यो भनेको यो भनेको यो लाइन भनेको कोसीको बाँध हो। यहाँनिर यो भनेपछि प्राइस माथिबाट आउँदाखेरि यो कोसीको बाँध हो पानी जति आउँदा पनि तपाईको बाँध्ने रहेछ। बाँध भनेपछि यहाँनिर पानी अड्किरहेछ भनेपछि मोटामोटी तपाईको 1 महिनादेखि पानी यहाँ अड्किरहेछ। अब पानी मात्रै आउँदाखेरि त पानी मात्रै आउने हैन पानीको सँगसँगै तपाईको के हुन्छ भने त्यहाँनिर बल आउँछ पानीको प्रेसर आउँछ त्यो प्रेसरहरु सबै रिलिज हुन्छ कि यहाँनिर एककठा कलेक्सन भएर बसेको हुन्छ हो कि। अब यो कोसीको बाँध कहाँनिर टुट्यो भनेपछि यहाँनिर टुट्यो। अब यहाँनिर टुट्ने बित्तिकै हेर्नुस् तपाईको 6% को छ भन्दा पनि धेरै छ तब 7% को चाहिँ मुभ गरेको छ जबकि यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ यहाँदेखि यहाँसम्म भनेपछि 4% मुभ गर्नलाई मोटामोटी 1 मिनेट लगाइदियो। अब ठ्याक्कै हेरि नै हालौं न कति दिन छ हैन। हेर्नुस् यहाँबाट तपाईको यहाँ अब 23 दिन है हेर्नुस् 23 डेज भनेपछि यहाँसम्म आउनलाई तपाईको 23 दिन लाग्यो र यहाँबाट ट्याक्कै यहाँ आउनलाई 5-7 दिनमा तपाईको 7% मुभ गरिदियो भनेपछि यो बाँध टुटिसक्यो। बाँध टुटिसकेपछि तपाईको के हुन्छ भने प्रेसर 81 हुन्छ के भनेपछि यो जति पनि क्यान्डलहरु छ यो सबैको प्रेसर कलेक्सन भएर बसेको हुन्छ अनि जति बेला टुट्छ तपाईको अनि प्रेसर कहाँनिर आउँछ भने यहाँ मुनिर। अब यहाँनिर तपाईको अब यो क्यान्डलको विशेषता हेर्नुस् है यो कोसीको बाँधको बारे त बुझ्नु भयो हैन यो बुझ्नु भयो। त्यसपछि अब यसलाई डिलिट गरौँ। अब डिलिट गरिसकेपछि अब यही क्यान्डलको लो अब अर्को दिनमा गएर आउँदो दिनमा गएर कसरी रेजिस्टेन्स फेस गर्छ भन्ने कुराहरु चाहिँ यहाँ हेर्नुस्। अब यहाँबाट सपोर्ट फेला पारेर के भयो त प्राइस माथि गयो माथि कहाँसम्म जान्छ भन्ने तपाईलाई थाहा हुनुपर्छ। यो क्यान्डलको लो सम्म जान्छ लोबाट फेस गरेर मुनि फेरि झरेछ है झरेछ हेर्न सक्नुहुन्छ। भनेपछि यो यस्तो हुन्छ के यो सबै प्राइस भनेको तपाईले आफू तपाईको पर्सेप्सन कुन हिसाबले तपाई राख्नुपर्छ चार्टलाई त्यो हिसाबले चाहिँ बुझ्नुहुन्छ। मैले जस्तो कि यो सबैलाई डिलिट गर्दिए हैन। अब डिलिट गर्दिए अब तपाईलाई यसो पार्दियो तपाई कसरी कहाँनिर के हो भनेर बुझ्न गाह्रो हुन्छ। तर मैले एउटा सिम्पल यहाँनिर लाइन मात्रै मार्क गरिदिएपछि तपाईले सट्टै सो हेर्न सक्नुहुन्छ। यहाँबाट प्राइस झरेछ फेरि गएछ फेरि त्यहाँनिर गरेर फेरि झरेछ रेजिस्टेन्स फेस गरेर फेरि झरेछ भनेपछि मैले एउटा सिम्पल एउटा मात्रै लाइन तान्दाखेरि तपाईले यति धेरै बुझ्न सक्नुहुन्छ हैन। एक क्यान्डलको हाईलाइट मार्क गर्दाखेरि तपाईले यहाँबाट रेजिस्टेन्स फेस गरेर फेरि मुनि झरेछ कति इजी भयो के बुझ्नलाई है। यसरी चाहिँ हामीले प्राइस रिड गर्नुपर्छ र स्विङ्सहरुले चाहिँ
रिड गर्नुपर्ने हुन्छ र कुन सेन्सहरू इम्पोर्टेन्ट हुन्छ भन्ने कुराहरू चाहिँ अब त्यो बिस्तारै गर्दै जानुहुन्छ सिक्दै जानुहुन्छ होइन सुरुमा त अलिकति गाह्रो हुन्छ होइन तर गर्दै जाँदाखेरि सकिन्छ त्यो कुराहरू ल थ्याङ्क यू